यो बेंगलोरको जस्तो यति ठुलो ठाउँ भएर पनि आजभोलि चाहिँ ग्यास पाउन एकदमै गाह्रो नै पर्छ। खासमा यस्तो अटो बुक गरेर ग्यास पठाउनु पर्ने चाहिँ के भएको रहेछ त। हे गाइज, फेरि पनि स्वागत छ सबैजनालाई हाम्रो एउटा नयाँ मिनी भ्लगमा। आई होप कि सबैजना सन्चै अनि एकदमै आरामै नै हुनुहोला। र आज चाहिँ हाम्रो 5000 फलोवर्स र सब्सक्राइबर्स कम्प्लिट गर्ने च्यालेन्जको डे 32 पनि भइसक्यो। आज चाहिँ म बिहानै उठेर बाहिर बसेर जुत्ता लगाउन थाले, एकछिन वाकिङमा जानु पर्यो भनेर। त्यतिकैमा बुढी पनि उठिन् र म पनि जाने भन्न थाले। फर्स्टमा चाहिँ वाकिङ गर्दै हामी दुवैजना चाहिँ पुग्यौं फलफ्रुटको दोकानमा। नवरात्रि चालु छ त्यसैले फलफुलहरु किनेर चाहिँ हामीहरु लाग्यौं अब घरतिर। घर पुगिसकेपछि चाहिँ बुढी चाहिँ नुहाइधुवाइ गरेर अब घर पनि क्लिनिङहरु गर्न थालिन् किनकि बुढीको व्रत चालु छ। त्यसपछि म चाहिँ बाहिर गएर हाम्रो घरमा भएको प्लान्टहरुमा पानीहरु पनि हाल्न थालेर त्यसलाई राम्रोसँग अड्डाउन पनि थाले। सबै कामहरु सकिसकेपछि चाहिँ बुढीले चाहिँ अब पूजाहरु पनि गर्न स्टार्ट गरिन् र म पनि त्यही बुढीनिर बसेर एकछिन पूजा गर्न थाले। त्यसपछि हामीहरु चाहिँ रेडी हुन थाल्यौं अब सैलुन जानको लागि भनी। फर्स्टमा चाहिँ जान थाल्यौं हामीहरु बुढीको सैलुनतिर। बुढीको सैलुन पुगिसकेपछि चाहिँ बुढीलाई बुढीको सैलुनमा छोडेर म चाहिँ जान थाले अब आफ्नो सैलुन तर्फ। त्यसपछि म चाहिँ आफ्नो सैलुनमा पनि पुगे। हाम्रो सैलुनमा चाहिँ एकजना हामीलाई चिन्ने मान्छे आउनु भएको रहेछ। उहाँले चाहिँ आएर आफ्नो हेयर कट गराउन थाल्नु भयो। भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त तपाईले। फ्राइडेको दिन भएर हाम्रो सबै स्टाफहरु चाहिँ सैलुन बन्द गरेर नमाजको लागि गएको थिए। त्यसैले म पनि जान थाले बुढीको सैलुन तर्फ। त्यसपछि म चाहिँ बुढीको सैलुनमा पनि पुगे। मेरो बुढीको चाहिँ व्रत चल्दैछ नि त त्यसैले बुढीले चाहिँ फ्रुटहरु काटेर मलाई पनि दिइन र आफूले पनि खाइन् त्यो फ्रुटहरु सबै। अब चाहिँ मेरो पनि सैलुन ओपन हुने टाइम भइसकेको थियो त्यसैले चाहिँ मैले बुढीलाई बाइ भनेर म चाहिँ लाग्यो अब आफ्नो सैलुन तर्फ। त्यसपछि म पनि आफ्नो सैलुनमा आइपुगे। सैलुनमा पुगिसकेपछि चाहिँ एकजना हाम्रो उता टाढा गएको स्टाफले आफ्नो गेस्ट चाहिँ यहाँ भर्दिनु भनेर पठाएको रहेछ। उति टाढा हल्लुर भन्ने ठाउँबाट उले गेस्ट भर्दिनु भनेर यहाँ पठाएको, तर यहाँ पनि स्टक नभएकाले मैले फेरि त्यो ग्यास सिलिन्डरलाई र्यापिडोबाट अटो बुक गरे अनि उतै नै रिटर्न पठाइदिए। ग्यास सिलिन्डरको प्राइस बढ्न त बढेको छ तै पनि पाउन नै गाह्रो हुन्छ। यहाँ भराउन ल्याएको दोकानमा चाहिँ 3000 रे ग्यासको प्राइस चाहिँ। तपाईको उतातिर चाहिँ कतिमा मिल्दैछ कमेन्ट गरेर भन्नु होला। त्यसपछि अटोले ग्यास पनि लगेर गएर म चाहिँ फेरि सैलुनतिर पनि फर्किए। सैलुनमा चाहिँ अहिले यति बेला खतरनाक भिड लागिरहेको थियो। सटरडेमा चाहिँ ईद परेको छ त्यसैले फ्राइडेमा चाहिँ मैले आफ्नो स्टाफहरुलाई ईदी पनि हाल्दिन थाले। त्यसपछि चाहिँ हाम्रो सैलुन पनि पुरै खाली भइसकेर म पनि अब चाहिँ घर जानलाई भनेर रेडी पनि भए र आफ्नो स्टाफलाई भनेर एकजनालाई सटर पनि डाउन गर्न पठाए। ईदले गर्दा 12 बजे सैलुन खुल्ने भएकाले एउटा सानो नोटिस पनि टाँसिदिए। त्यसपछि म चाहिँ लागे आफ्नो रुमतिर। फाइनली अब चाहिँ रुममा पनि पुगियो। सो आजको दिन अनि आजको भिडियो चाहिँ यसै गरी नै खतम हुन्छ। सो भिडियो मन परेमा लाइक कमेन्ट शेयर र फलो अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला र फलो र सब्स्क्राइब पनि गर्नु होला है त। हस्त भाइ, जय नेपाल।